सबैजना नमस्ते, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हामी जाँदैछौँ लेले डाँडातिर साथीभाइहरूसँग। र आज चाहिँ सानो एउटा भिडियो बनाउने छु। म ब्लग धेरै भयो नबनाएको। अस्ति भर्खर एउटा ब्लग बनाएको थिएँ। उता म चाहिँ मन्दिरतिर गएको। अनि त्यो आज चाहिँ म अब साथीहरू अब जहाँनिर अब साथी एउटा बाहिरबाट नि आएको छ। र हामी साथीहरू मिलेर आज चाहिँ कतै लेले हुन्छ कि कता हुन्छ त्यो चाहिँ थाहा छैन, अहिलेसम्म फिक्स भएको छैन। अहिले केटाहरूले फोन गर्छ त्यसो कहाँ जाने अनि थाहा हुन्छ। आज तपाईँहरूलाई म चाहिँ त्यता जता हुन्छ त्यताको ब्लग देखाउनेछु। र अलि जोस आइरहेको छ आजदेखि चाहिँ। अलि डेली ब्लग टाइपको बनाउँछु भने तर डेली ब्लग त हुँदैन होला, हप्तामा एउटा ब्लग मात्रै गर्नेछु होला म चाहिँ। त्यो आज चाहिँ कहाँ हुन्छ म हजुरहरूलाई देखाउनेछु। भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला है त। लगाइ यसो आज तपाईँहरूलाई त्यही पनि यसो फार्म के बन्दैछ म तपाईँहरूलाई देखाउनेछु। यसो देखाउनु मन लाग्यो। र यहाँ चाहिँ मैले फेरि स्टेपवाला बनाउनु लागेको छु है। जुन चाहिँ देख्नु भएको छ नि यो स्टेपमा एउटा डग अनि योबाट यता एउटा डग, यो तिनवटा हुन्छ यहाँ। अनि यहाँ चाहिँ दुईवटा हुन्छ, दुईवटा खोर हुन्छ यता चाहिँ। र यो चाहिँ मैले बनाइरहेको छु। र अनि बिस्तारै बिस्तारै अब यहाँ चाहिँ पुरै ढलान गर्ने विचार गरेको छु मैले। अनि डगहरू चाहिँ यहाँ छ अहिलेको लागि चाहिँ। पछि चाहिँ अब अपडेट भयो भने तपाईँको डगहरू चाहिँ यता राख्ने विचार गरेको छु मैले। अब बनाउँदैछु, केही पनि सकेको छैन। र मैले बार पनि यस्तो खाले जाली ल्याएर यो अलि राम्रो देखेको छैन। अन्त यस्तो खाले जाली चाहिँ यहाँ लगाएर पुरै यसरी घेर्ने विचार गरेको छु मैले। जस यहाँ चाहिँ एउटा डगको लागि एउटा ठुलो हुन्छ। अनि त्यही भएर चाहिँ आज चाहिँ म यसो फार्म पनि अपडेट गराइदिउँ भनेर यस्तै भइरहेछ। बिस्तारै मर्मत चल्दैछ फार्मको चाहिँ। अनि हेर्नु है त, मैले पहिला बिरुवा सानो थियो, अहिले ठुलो भइसक्यो, जम्मै पर्छ। यो चाहिँ अनारको बोटो दामी भएको छ। यहाँ चाहिँ मेरो डगहरू छ। अहिले यिनीहरूलाई छोडिँदैन, फेरि यिनीहरूले चले गर्छ। म माथि भात पकाउनु लाग्यो गएर। यो चाहिँ मेरो अम्बा हो, यो चाहिँ तिनी हो। आज चाहिँ हामी कुखुरा खाँदैछौँ, आफ्नै घरको लोकल, आफूले पालेको लोकल कुखुरा खाँदैछौँ आज चाहिँ। त्यही भएर यता टक्क पानी उमालिरहेको। र दुईवटा जति काट्नु पऱ्यो योबाट, बिहान हत्या गर्नु पऱ्यो। कुखुरा चाहिँ त्यहाँनिर छ, हाम्रो भालेहरू चाहिँ पुरै गइसकेको छ। पोथीहरू चाहिँ बाँकी छ, अन्डा दिइरहेको छ अहिले। अनि आज चाहिँ यसो कुखुरा हानिदिउँ भनेर अनि खानासाना खाएर गइन्छ केटाहरूसँग। तपाईँहरूलाई म देखाउनेछु अपडेट आजको। त्यही हो, फार्म पनि यति नै बन्दैछ बिस्तारै बिस्तारै। डगहरू त्यहाँ छँदैछ। अनि मैले एउटा नयाँ डग ल्याएको छु सेन्ट बर्नार्ड भने, त्यो चाहिँ घरमा राखेको छु। किनभने त्यसको अलिकति यहाँ पछाडि घाउको प्रब्लम भइरहेछ, त्यो धेरै गर्मीले। अनि त्यही भएर त्यसलाई चाहिँ उता राखेको छु। अहिले म तपाईँलाई देखाउनेछु। म गाइस कुखुरा पनि खत्तम भएर यहाँ भुताउनु थालिसकेको छु सानोले। गाइस अब कुखुराको हामी पोस्टमार्टम गर्दैछौँ यसरी। फाइनल आइपुग्यो हाम्रो शुभको स्टोरमा, वर्कसपमा। आज हामी जाँदैछौँ यहाँ टक्क लाउरे भयो हाम्रो यता शुभ, यता विकेश भाइ, अनि हाम्रो ओरिजिनल सलमान खान दाई। चाहिँ हाम्रो साम्पा चोकबाट भित्रपट्टि हाम्रो साथीको चाहिँ पाथिभएर वर्कसप छ शुभको। कसैलाई बाइक राम्रोसँग बनाउनु छ भने र बाइक यहाँ किनबेच पनि भइन्छ है। यो चाहिँ ठ्याक्क हाम्रो साम्पा चोकबाट हल्का माथि लेफ्टपट्टि पर्छ। उताबाट आउँदा सातो बाटोबाट आउँदा लेफ्टपट्टि पर्छ, र हाम्रो सुनाकोटीबाट आउँदा राइटपट्टि पाथिभरा वर्कसप पनि रहेछ यहाँ। गोदावरीमा घोडा ल कुमा गाइस हेरौँ ल, हाई गरिदिउँ त एक। हाम्रो कुमा लिटो कुमा। हामी चाहिँ यो ठ्याक्क मार्बल डाँडा त्यहाँ अब अलि मधुरो देखिरहेको छ। ठ्याक्क यो तलपट्टि छ हामी चाहिँ। के चाहिँ चिल बनाएछ ठाम पनि, गोर्खा ठिक हुन्छ। चिल बनाएछ यहाँ ठाम पनि, पहिला त यस्तो थिएन, पुरा खनीभरि बनाइसकेको छ अहिले चाहिँ। यही हो मार्बल डाँडा चाहिँ।
हाम्रो यहाँ चाहिँ स्कुटी के को स्कुटी हो यो स्कुटी होला स्कुटी मात्रै हो तर के थाहा छैन सर के को स्कुटी त्यो मेरो अब यसले फेरि दिइहाल्छ मेरो खै ग्लास बोतलै हो यहाँ छैन नि कुखुरा त तिनवटा थियो तर त्यो उसको लागि मात्रै राखेको क्या छिमेकीको बेच्ने बेला भएको छैन मेरोमा पोथी कति 30-35 छ सबै त्यो अन्डा पार्नलाई राखेको क्या ए यो सबै हाम्रो आफ्नै नेपालको दाजुभाइहरू त खै दिइसक्यो अगाडि चाहिँदैन अरे ओ कुमा रेडबुल पनि आइसक्यो रेडबुल सँगसँगै हाम्रो गोर्खा छ अनि सबभन्दा खतरा चिज के छ थाहा छ जेबिया ऊ यहाँ छ अरू खतरा फेरि ल तिमी पनि काभ्रेले सम्धि समात काभ्रेले सम्धिले खान्छ त्यो ओ गोदावरी तिम्रो नाम भनिदेऊ त मजाले तिमीलाई कुरे आधा घण्टा आएन यस कति क्लासमा पढ्छौ तिमी 4 मा यहाँ आएर कस्तो फिल भइरहेछ रमाइलो लागेको छ बाबाहरू र काकाहरूसँग दामी बोलिरहेछ प्रवीण दाई हड्डी चबान देखाइदिनु त यता हाम्रो भ्युअरहरूलाई बोलौँ कस्तो फोर रहेछ क्यामेरा फोर छ त्यो पुछ्न केही छैन कस्तो छ यो ठाउँ है पहिला कति बिजी हुन थाल्यो झन् पर्छ पहिला बिचमा त हराइसकेको थियो डम्मै अगाडि बस्छ हामी चाहिँ चिल्याक्स पाराले हामी चाहिँ बस्दैछौँ यहाँ गोदावरी मारो डाँडाको मुनि मासु ठिक छ कि शेर्पिनी आन्टीको अगाडि घरमा पसलमा दाई साथीहरूसँग अनि हाम्रो भतिज छ तर भतिज चाहिँ मेरोमा अलिकति वाइड एङ्गल नभएर भतिज देखेन यताबाट देखेँ ल हाम्रो भतिज इन द हाउस हेलो गर्दै हेलो गाइज भन कहाँ अनि त्यो सुन्दैन नि हेलो गाइज फुरफुरी गाइदियो त अलिकति जाने खोइ दुईजना गाउँ जाने खोइ गीत गाउन चाहिँ खाना खाएर आइसक्यो क्या म न त कहाँ खाना छोड्छु भने ओ यता मासुसँग झोल हुन्छ भन्दै त मासु हुँदैन उहाँले चाहिँ झोलसँग ल्याइन्छ भन्नुभयो Thanks, my friend. No, pusai मैं साली म त्यस्तो बानी छैन के मेरो त्यति विचार गर्न मिल्दैन त्यस्तो त अरु कस्तो बानी छैन ल कन्टिन्यू ल गीत गाइनु कन्टिन्यू I'm very happy with my friend Japanese Nepali friend you अनि I'm also happy with your Nepali दुईतिर तेर्स्यो तिमीलाई बोल यो भ्लग बनाउँदैन नाटक खाली आफ्नो भ्लग हेर्नु त काम हुन्छ ऊ बाबा बोले यसरी बोला त एकचोटि Okay, he is my son. He is very handsome son. After 16 years old. आफ्टर 16 कस्तो खाले इङ्ग्लिस बोल्नु भयो तपाईँले विनको फ्यान अनि त्यसपछि हाम्रो एज ब्यान्डको फ्यान एज ब्यान्डको डाई हार्ड फ्यान यता फर्केर खाएको छ एक इनर्जी ड्रिङ्क खै देखा ऊ बाबाले कसरी बोल्नुपर्छ अरे द्याट्स माई ड्याड भन द्याट्स माई ड्याड बट भेरी ब्याड इंग्लिश बोल्दै पब्लिक बट भेरी ब्याड भन न घरमा गएपछि अनि माया गर्छ भनेर अहिले त्यो थाहा भइसक्यो फुरफुरे भाइ फुरफुरे भतिज
हाम्रो बाबाहरूको खाना आयो म पनि खाना आएको ल गाइस फाइनली हाम्रो खाना पनि आयो तर म चाहिँ घरबाट खाएर आएको त्यही भएर आज चाहिँ म व्रत हाम्रो विकेश भाइले खान्छ अब यहाँ अनि हाम्रो हाम्रो दाइले चाहिँ छोरालाई पुरै सिकाइरहेछ भविष्यको खतरा ब्लगर यस्तो गर्नु यो छोड अब यो मिलेन नि क्यामेरा यस्तो तल गर्नु नि आउनु भन्नु गोदाल कुदेर आइहाल्नु खाना धेरै खान सकिने यार त्यस्तो भन्यो भने त सुबल झन् डेन्जर खान्छ जस्तो लाग्छ पानी त्यसका फेर्छ दे खुट्टाले आफैले लगाएस हाम्रो चाहिँ यस्तै हो आजको शनिबार अर्को ब्लगर इन द टाउन बर्निङ ब्लगर आकु रिभर साइड फिसिङ रे केटाहरू चाहिँ कता छ सुनसान छ त यहाँ त त्यहाँ रहेछ फिटिङ स्पोट छ फेरि कता रहेछ ठाउँ त कहाँ थियो डाँडा यो डाँडा हो र पहिला चाहिँ हामी बाटै थाहा नभएर बिजोक भइदिएर मैले स्टार्ट हुन थालिसकेछ केटाहरूको फेरि स्टार्ट पनि गरिहाल्नु तपाईँले म त कहाँ घुमे गरेको छु त नि थाहा नै छैन त मलाई यहाँ ठाउँ भने बाबा यो के हो लट्ठी नै डुबाइदिनु भयो क्या डाँडाबाट त देखे यो ठाउँ तर बाटो कहाँबाट पनि थाहा नभयो क्या मलाई त्यहाँबाट यसो बाइक लिएर निस्किन्छ घरबाट मान्छे कोही पनि सब गायब क्या सक भयो त भेनासँग फेरि शुभको नम्बर लिएको त्यही भएन लगाएछ हाम्रो फिसिङ स्पोट केटाहरूको हजुर भेनाकोबाट नि अघि गोदावरी थियौँ अब हामी यहाँ धापाखेल के भन्छ होला धापाखेलै हो फिसिङ गर्ने मान्छेहरू हेरौँ यहाँ हाम्रो नेपाल टप कम्पिटिसनमा एकदमै फर्स्ट भएको शुभ सर शुभ विष्टले एकदम टप हानेको हाम्रो फिसिङमा आज मार्दैछ यहाँ भ्यू चाहिँ ठिकै रहेछ मजाको बस्ने ठाउँ पनि माछा चलिरहेछ कोदोको पिठो हो यो रमदा के को पिठो हो माछाको पिठो यो त थाहा छैन के को पिठो मुस्न चाहिँ मुसिरहेको छ के को पिठो थाहा छैन के को पिठो लाउ र यो मैदा र अनि त्यसपछि चारा चारा राम्रो दुईटा हान्नु मार्पछि त्यहाँ फुर्र हावा हान्छ त्यहाँ हान्छ एकचोटि भन्दैन त के को पिठो भनेर यो मैदाको पिठो अनि माछाको चारो अनि अरू आज तपाईँले कतिवटा माछा मार्नुहुन्छ यति भनिदिनु आज मेरो फिक्स यता हाम्रो भ्युवरहरूलाई हेरेर भनिदिनु 4वटासम्म मैले मार्छु होला ल यहाँ हेरौँ है त नाउरेको रेकर्ड तोड्नुपर्छ मैले अरू त्यस्तो गाइस हेरौँ हाम्रो केटाहरूले माछा मार्नु त मार्ला धेरै नै थोरै मार्ला तपाईँ मान्छेले मगाएको रहेछ खतरा रहेछ त्यो रुखको चाहिँ यो चाहिँ ठुलो रहेछ अलिकति पोखरी चाहिँ यो चाहिँ ठ्याक्क गर्ने च्याउ डाँडा भन्दो रहेछ यसलाई त्यहाँसम्म जान्छ तर यो ठाउँमा आउने बाटो चाहिँ मैले थाहा नै पाइनँ क्या आउँदैछ अब बबल निकाल्ने ठ्याक्कै आइपुग्छ त्यो ठ्याक्क हो यत्तिकै यस्तरी बस्नुपर्छ क्या एकदम स्ट्रेट नहल्लिकन आँखा पनि एकचोटि नि कहीँ झिमी गर्नुहुन्न है ल झिमी गऱ्यो नि त तिमीले दुईटा ओ यता आउँछ उता ल्याइदिउँ झिमी फेरि झिमी गऱ्यो अब आयो
माछा पार्ला नपार्ला तर यहाँ बियर पारिसक्यो लाउरेले यो कहाँ गयो पार्नु भएको माछा उयो त्यो लडाइरहेछ होइन त्यो माछा उ गर्नुपर्छ त्यही त यो माछा त हो नि तपाईँले बियर खाइसकेपछि बियरको गन्धले माछा त्यो चाहिँ हो ओ किन ग्लासमा नखाएको होइन ठिक छ ग्लासमा टेस्टै आउँदैन नि डिस्काउन्ट पाउँछ ग्लासमा खायो नि एकदम एकदम एकदमै एकदम दाइले त अरूहरू बल्छी खेलाउँछ दाइले झ्याम्की झ्याम ल्याएर मात्र बाबा बाबा अगाडि झेलमै माछा यहाँ मान्छे कुर्दा कुर्दा नि एउटै माछा मान्छ हाम्रो दाइले यहाँ माछा कुन माछा भन्छ दाइलाई कमन क्राफ्ट माथि नै छिटो 1 2 3 गो ए यसरी पो घुम्ने आमा खै अझै फास्ट हो अब जुरुक्क उठेर हिँड ल अनि एकछिन जुरुक्क उठेर हिँड न म समात्छु प्रवीण दाइ चाहिँ फेरि छोराको बल्छी पनि लिएर दुइटै माछा मार्ने विचारमा छ हेर्दा हाम्रो भतिजले पार्दिन यत्रो काकाहरूले मार्नु सकेन भतिजले पार्दैन खै यता ल यता भतिज आजको विनर ल देखाउ न यता ल हेर्नु हाम्रो भतिज खतरा ल अब खतरा भयो ल हो नि है माछा पऱ्यो गाइस यहाँ त तिम्रो भन्दा ठुलो माछा पारेको छ अरे त्यहाँ हो र हो हो नि होइन बोल्छु माछा हो खै माछै निस्किएन कहाँ ठुलो भ्याएको त निस्केला भाइ क्या घुमाउन अनि तपाईँ जुरुक्क उठे यता आउनु ल जुरुक्कै उठेर बाबा छोरा कम्पिटिसन छ हो यहाँ बिस्तारै बिस्तारै यहाँ दुईजना फेरि सानो बच्चाहरू छ बाउ छोरा अरे मरिहाल्छ लास्टमा त हिँड्दा यता एकचोटि पार्टीको फेस्टमा स्वागत छ सबैजनालाई हामी हिँड्दैछौँ लखर लखर दिनमा 3 ठाम हिँड्नेछौँ हामी आज लाइफमा फर्स्ट टाइम तिमी अघि कहाँ थियौ फिसिङ गरे होइन घर स्टेज त यहीँ नै रहेछ त अनि त्यही भने
कुमारी पार्टी महोत्सव भन्छ नि यसलाई 9 वर्षपछि भएको 9 वर्षपछि विद्यालयले ए त्यही त सबिन राई आउने बेला थियो क्या त्यतिखेर 3700 रुपैयाँ नै बोलाएको थियो नि हो र यहाँ चाहिँ अलिक खाली खाली ए त्यहाँनिर यहाँ पछाडिबाट देख्दो रहेछ यहाँ चाहिँ खाली छ क्या फेरि कस्तो देखिने क्या यहाँ चाहिँ is nestled at the heart of Lakanji Lalitpur in a warm and serene atmosphere that sets the door for great learning experience. मेला मेला गाउँघरतिर यसलाई मेला भन्छ होइन त दाइ के भन्छ ल भोक लाग्यो मान्छेहरू डन्नै छ जाऊ 32 ऊ जाऊ है घोडा घोडा भने तिमीले विकेश लगे क्या कसले कसले हिँड्ने मान्छेले बिचारा सेन्टीमा बसिरहेछ लग्जरियस कार भन्दा नि त अलिक सुहाउँदैन झन्डै ठोकिरह्यो यहाँ त बची बची हिँड्नु पर्ने रहेछ फोटो सेसनमा व्यस्त छ गाडागाडीहरू म त के आयो भन्छु नि यारमा केटाहरूको दोस्ती कायम छ गाइस आजलाई यति नै हाम्रो भिडियो सबैलाई लाइक सेयर कमेन्ट गरिदिनु होला र भिडियोलाई धेरै माया गरिदिनु होला हस्त नमस्ते।